Hello everyone, welcome back to my mini blog. I hope सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम अस्तिको भिडियोमा देखाएको ड्रागन फ्रुट चाहिँ यस्तो भइसक्यो है। चाहिँ सुरुवात हुन्छ मेरो कपडा धुनुबाट। कपडा नधुएको धेरै दिन भएको थियो नि। धोएको कपडाले लिएर जान्छु म छतमा गएर अब चट्टसँगले घाममा सुकाइदिनु पर्ने हुन्छ। यसलाई चाहिँ जाडो महिना भए पनि घाम चाहिँ एकदमै बब्बाले लाग्दिरहेछ। त्यही भएर मैले चाहिँ फटाफटसँगले लुगा सुकाएँ। अझ चाहिँ मैले जुत्ता नि धोएको थिएँ नि त, सो त्यही भएर जुत्तालाई पनि मैले सुकाइदिएँ रडमा चट्टसँग। सबै लुगाहरूसँग सुकाइसकेर चाहिँ म चाहिँ तल आएँ किचनमा आएर नि एकैछिन पढ्दा यस्तो पकेटमा हात लगेको त चट्टसँगले एउटा कफी हो भेटिरहेको। अनि एकछिन यस्तो सोची हेरेँ दिमागमा होइन, अब यसलाई खाऊँ कि राखौँ जस्तो लाग्दै थियो। पाएको चिज खानुपर्छ, भेटेको चिजलाई राख्नुहुन्न अरे क्या भनेर मैले चाहिँ बनाउन थालेँ कफी चट्टसँगले। त्यसपछि कफीलाई चाहिँ काटेँ, त्यसपछि ग्लासमा हालेँ अनि चट्टसँग पानी हालेर मेरो कफी रेडी भयो। अनि म चाहिँ चट्टसँगले कफीको मजा लिँदै चट्ट चुस्की लिँदै हल्का बोकेर जस्तो गर्न थालेँ। त्यसपछि म चाहिँ 4 बजीको सो हेर्नको लागि म चाहिँ भर्खर आज जारी 2 हेर्न आएको थिएँ गाइस फिल्म हलमा, यता धरानको फिल्म हल। त्यहाँ पनि गएर एकछिन बस्नु पर्दा हल्का बोर लागिरहेको थियो, त्यही भएर जुत्ताको फोटो खिच्दै बसेँ। त्यस्तो धेरै त हामी बसिनौँ, त्यही पनि 5 मिनट जस्तो बसेर हामी चाहिँ भित्र छिर्यौँ अनि हामी चाहिँ हेर्न थाल्यौँ जारी 2। हामीले जारी 1 पनि हेरेको थियौँ मैले चाहिँ, सो जारी 2 पनि बप्पा। जारी फिल्म कसले हेर्नुभयो प्लिज कमेन्ट गर्नु ल। अनि आजको नाइट भ्यू चाहिँ यस्तो थियो। आजले यति नै। थ्याङ्क फर वाचिङ, बाई बाई गाइज।